स्वागत छ। आज हामी भक्तपुर उद्योग वाणिज्य सङ्घले भर्खरै गरेको एउटा व्यापार मेलाको कुरा गर्दैछौँ। यो मेलालाई लिएर अलि गम्भीर खालका आरोपहरू लागेका छन्। किर्ते काम भयो, बजेट दुरुपयोग भयो भन्ने जस्ता कुराहरू। हामीसँग यसबारे केही लेखहरू पनि छन्। आज यसैलाई अलि खोतलौँ न त। यो आरोप के हो, कसरी भयो, अनि यस्ता कार्यक्रम कत्तिको प्रभावकारी छन् त भन्ने कुरामा छलफल गरौँ। हो, यो विषय साँच्चै अलि गम्भीरै देखिन्छ। खास आरोप के हो भने नि भक्तपुर उद्योग वाणिज्य सङ्घले एउटै कार्यक्रम देखाएर मतलब एउटै ठाउँमा उस्तै समयमा तर दुई फरक नाम र ब्यानर प्रयोग गरेर सरकारी पैसा दुरुपयोग गर्न खोजेको भन्ने छ। एउटै ठाउँमा दुईटा कार्यक्रम कसरी? हो, स्रोतले भने अनुसार असार 6 देखि 8 सम्म एउटा कार्यक्रम चलेको थियो भक्तपुर औद्योगिक प्रवर्धन व्यापार मेला भनेर स्टार ब्याङ्क्वेट कमल विनायकमा। यसको उद्घाटन चाहिँ नेम्कीपाका प्रदेश सभा सदस्य सुरेन्द्र राज गोसाईले गर्नुभएको रहेछ। अनि त्यो चलिराखेकै बेला के भयो त? सुन्दा नै अलि अप्ठ्यारो लाग्ने खालको कुरा पो हो कि? हो नि, त्यही त अचम्मको कुरा। स्रोतले के भन्छ भने त्यो पहिलो कार्यक्रम सकिनु अगाडि नै असार 8 गते बिहानै त्यही ठाउँमा ब्यानर मात्रै फेरियो अनि स्थानीय सिप तथा उत्पादन व्यापार एवं खाना महोत्सव 2082 भनेर अर्को कार्यक्रम उद्घाटन गरियो। एउटै ठाउँमा ब्यानर फेरेर? हो, ब्यानर फेरेर। अनि अझ सुन्नुस् न, यसको उद्घाटन गर्न फेरि नेम्कीपाकै अर्की प्रदेश सभा सदस्य सृजना सैजुलाई बोलाइएछ। स्रोतले त यसलाई प्रष्टै किर्ते काम भनेको छ। गजब छ। एउटै पार्टीका दुई सांसद, एउटै ठाउँ, उही समय जस्तो। यसको पछाडि के उद्देश्य हुन सक्छ त? स्रोतले केही भन्छ कि? खै, स्रोतले त के सङ्केत गर्छ भने नि यस्तो गर्नुको पछाडि बागमती प्रदेशको उद्योग मन्त्रालयबाट आएको व्यापार प्रवर्धनको बजेट र उता चाङ्गुनारायण नगरपालिकाबाट पर्यटन वर्षको नाममा आएको पैसा दुवैतिरबाट लिन खोजेको हुन सक्छ। दोहोरो बजेटको चक्कर? आयोजक त उही भक्तपुर उद्योग वाणिज्य सङ्घ नै भयो होइन? हो, आयोजक उही अनि सहकार्यमा चाहिँ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुर पनि देखिन्छ। तर यहाँनिर अलिक खट्किने कुरा के हो भने उद्घाटन गर्ने सांसदहरू अनि त्यो सहकार्य गर्ने सरकारी अड्डा उनीहरूलाई थाहै भएन त यस्तो भइरहेको छ भनेर? कि मतलब आँखा चिम्लेको अवस्था हो? झन् आर्थिक वर्षको अन्त्यमा असारमा यसरी हतारमा कार्यक्रम गर्नुले त शङ्का उब्जाउँछ नि, होइन र? एकदम। स्रोतले ठ्याक्कै यही प्रश्न उठाएको छ। कतै यो कमिसनको खेल त होइन भन्ने आशंका पनि छ। अनुगमन गर्ने निकायको भूमिका के रह्यो त भन्ने प्रश्न छ। अनि कार्यक्रमको प्रभावकारिताकै कुरा गर्ने हो भने कागजमा त उद्देश्य राम्रै लेखिएको थियो होला, कृषि, पर्यटन, हस्तकला, स्थानीय उद्योग प्रवर्धन गर्ने भनेर। तर वास्तविकता अलि फरक देखियो। कस्तो फरक पाइयो त? उद्देश्य त राम्रै सुनिन्छ, उपलब्धि चाहिँ के भयो त? स्रोतले त के भन्छ भने प्रचार प्रसार एकदमै कमजोर। कार्यक्रम एउटा सानो पार्टी प्यालेसमा सीमित, व्यापारीहरू पनि थोरै। स्टल राख्नेहरूले नै भने अनुसार 3 दिनमा जम्मा जम्मी 1000 जना दर्शक पनि पुग्न गाह्रो भयो रे। हो र? अनि स्टलको भाडा त लिएको थियो होला नि? प्रति स्टल 10,000 रे भन्ने पनि सुनेको थिए। भारतीय बङ्गलादेशी व्यापारी पनि थिए रे। हो, 10,000 सम्म भाडा उठाएको, तर त्यो भाडा बराबर पनि व्यापार भएन भनेर व्यापारीहरूले गुनासो गरेका छन्। भारतीय र बङ्गलादेशी व्यापारी पनि थिए भन्ने कुरा आएको छ। उनीहरूलाई त के लाग्यो रे भने सङ्घले बजेट पचाउन मात्रै कार्यक्रम गरेको हो, हामीलाई केही फाइदा भएन। बिचारा 10,000 तिरेर व्यापारी नहुनु भनेको त साना व्यापारीलाई त ठुलै मार पर्यो होला नि? एकदमै। साना तथा मझौला उद्योगलाई त शून्य उपलब्धि भयो भन्दा फरक नपर्ला। उनीहरूको गुनासो निकै मार्मिक छ, तर यो समस्या भक्तपुरको मात्रै हो जस्तो लाग्दैन। भनेपछि तपाईँ के भन्न खोज्दै हुनुहुन्छ भने यो एउटा घटना मात्रै नभएर देशभरि नै यस्ता मेला महोत्सवको नाममा सरकारी पैसा कसरी सकिन्छ भन्ने कुराको एउटा उदाहरण हो? हो, स्रोतले ठ्याक्कै त्यही भनेको छ। यसलाई एउटा प्रतिनिधि घटनाको रूपमा हेर्न सकिन्छ रे। देशैभरि यस्ता मेला महोत्सवको नाममा सरकारी बजेट, त्यो पनि खास गरी असार मसान्ततिर हतारमा खर्च गर्ने प्रवृत्ति छ भनिन्छ। अनि धेरैजसो मेलामा उही पुराना व्यापारीहरू घुमिरहने, तर जो लक्षित वर्ग हो, नयाँ उद्यमी, स्थानीय उत्पादन, उनीहरूले खासै लाभ नपाउने। स्रोतले त कुनै उपलब्धि भने हुन सकेको पाइँदैन भनेरै लेखेको छ।
उपलब्धि शून्य तर बजेट चाहिँ सकिने। हो, यसलाई स्रोतले नीतिगत भ्रष्टाचार जस्तै भनेको छ। मतलब प्रक्रिया पुर्याए जस्तो देखाउने तर वास्तविक उद्देश्य पूरा नगर्ने, अनि यस्तो कुराको विरोध हुनुपर्छ भन्नेमा जोड दिएको छ। स्पष्ट भयो। भक्तपुरको यो घटनाले सरकारी अनुदानबाट चल्ने यस्ता कार्यक्रमहरूको पारदर्शिता, अनुगमन अनि साँच्चीकै कति प्रभावकारी छन् त भन्ने कुरामा गम्भीर प्रश्न उठाएको छ। निश्चित रूपमा बजेट खर्च गर्नु मात्र ठूलो कुरा भएन, त्यो खर्चले के नतिजा दियो, लक्षित उद्देश्य पूरा भयो कि भएन, त्यो महत्त्वपूर्ण हो नि। बिल्कुल। ल, आजको छलफललाई यही टुङ्ग्याउँदा एउटा प्रश्न श्रोताहरूलाई पनि छोडेर जाउँ न त। स्रोतले उठाए जसरी आर्थिक प्रवर्धनका लागि छुट्याइएको बजेट आयोजक संस्था वा व्यक्तिलाई मात्रै फाइदा पुग्ने खेल बन्न नदिन र त्यो बजेट साँच्चीकै लक्षित ठाउँमा पुगोस् भनेर सुनिश्चित गर्न यो अनुगमन प्रणालीलाई कसरी अझै बलियो बनाउन सकिएला, यसमा सोच्न सकिन्छ।